ग्रह कति बेला अस्त हुन्छन् भन्दाखेरि जब कुनै पनि ग्रह सूर्यको एकदमै नजिक गएर बस्छन् तब ग्रह अस्त हुन्छन्। जस्तै उदाहरणको लागि जस्तै सूर्य भएन, जस्तै दिउँसो घाम लाग्छ अनि सूर्यको एकदमै धेरै प्रकाश हुन्छ। त्यसले गर्दा चन्द्रमा हुन्छ नि, खासमा दिउँसो पनि चन्द्रमा त आकाशमा हुन्छ नि त, तर दिउँसो चाहिँ चन्द्रमा देखिँदैन। किनभनेदेखि चन्द्रमाको प्रकाशभन्दा सूर्यको प्रकाश ज्यादा हुन्छ। त्यसले गर्दा सूर्य हामी देख्छौँ, धेरै उज्यालो भएको कारणले चन्द्रमा हामीले देख्दैनौँ। तर जब राति हुन्छ अनि अब सूर्य त अस्ताउँछन्, सूर्यको प्रकाश त हुँदैन, त्यति भएपछि चन्द्रमा देखिन्छ। यसको त हामीले बुझ्नु पर्यो, उही प्रकाश हुँदाखेरि चन्द्रमा दिउँसो देखिँदैन तर राति देखिन्छन्, कारण सूर्यको ज्यादा प्रकाश हो। त्यसै गरी कुण्डलीमा पनि जब सूर्यसँग अरू ग्रहहरू सँगै हुन्छन् तब सूर्यको प्रकाशको कारण अरू कुराहरू ढाकिन्छ, अथवा अरू कुराको जुन जति ऊर्जा हुनुपर्ने थियो त्यो ऊर्जा आउँदैन। सूर्यलाई हामीले चाहिँ अब धेरै कुराको कारक मान्छौँ, विशेष गरी आत्मविश्वासको कारक भनेको सूर्य रहेको छ। अनि त्यसलाई चाहिँ अब इगोको कारक पनि सूर्य नै हो। त्यसै गर्दा यदि कुनै ग्रह सूर्यको नजिक गएर बस्यो भने उक्त जुन अस्त भएको ग्रह छ, अस्त भएको ग्रहको फल हामीले अलिक कमजोर रूपमा देख्न सक्छौँ, तर उक्त ग्रहसँग सम्बन्धित इगोहरू चाहिँ बढ्ने सम्भावना हुन्छ। फर इक्जाम्पल, कसैको कुण्डलीमा मङ्गल ग्रह अस्त छ अरे होइन। अब मङ्गल ग्रह अस्त हुनुको अर्थ के हुन्छ भनेदेखि उक्त व्यक्तिको जसको मङ्गल अस्त छ उक्त व्यक्तिको शरीरमा एनर्जी कम हुने चान्स हुन्छ, अथवा चाँडै गल्ने। अब धेरै हुन्छ नि, अब कसैलाई चाहिँ एक्सर्साइज, अरू कसैलाई भन्दा नि प्रायः सबैलाई एक्सर्साइज गरेपछि एनर्जी आउँछ होइन। त्यो जसको मङ्गल अस्त छ, अब त्यो मङ्गल अस्त भएको मान्छेलाई एक्सर्साइज गरिसक्दा ऊ गलिसक्छ, अनि फ्रेस हुँदैन, उसलाई चाहिँ ज्यादा रेस्टको आवश्यकता पर्छ। तर उक्त व्यक्तिको मङ्गल अस्त हुनुको अर्थ चाहिँ उसको मङ्गल सूर्यको नजिकै छ भन्ने अर्थ हो नि। सूर्यको प्रभाव धेरै छ, त्यसले गर्दाखेरि रिसको मामिलामा चाहिँ हेर्दाखेरि त्यति रिसा धेरै एनर्जी नदेखिएला नि, त्यति धेरै एक्टिभ देखिँदैनन् मङ्गल अस्त भयो भने। तर उनीहरू चुप लागेर बसिरहेका हुन्छन्, तर तपाईँहरूले उनीहरूलाई चलाइदिनुहोस्, अनावश्यक त भन्नुहोस्, रिस उठाउनुहोस् त, अनि हेर्नुहोस् मङ्गल अस्त भएको मान्छेको रिस कति धेरै हुन्छ भनेर। भन्नाले कन्फिडेन्स चाहिँ दिन्छ तर शरीरमा एनर्जी चाहिँ कम दिन्छ। बुझ्नुभयो नि होइन। त्यसै गरी अन्य ग्रहको पनि त्यस्तै एनर्जी हुन्छ भनेर हामीले बुझ्नुपर्छ। सूर्यको छेउमा हुँदाखेरि उक्त ग्रहको जुन हामीले बुझ्नुपर्ने नैसर्गिक नेचर हुनुपर्ने हो त्यो चाहिँ अलिकति ढाकेर अथवा अलिकति छोपेर अथवा अलिकति कम भएर रहन्छ। तर हरेक कुराको फेरि 100 त 100% हुन्छ, तर इगो चाहिँ अलिकति अथवा रिस अलिकति सूर्यको प्रभावमा हुन्छ नि त, सङ्गत गुणाको बुद्धि हुन्छ नि। यहाँ चाहिँ मङ्गलको एनर्जी पनि सूर्यको जस्तै भएर जान्छ, अन्य ग्रहको पनि त्यस्तै नै हुन्छ।